हेर पक्षीले त के दामी बनाएछ हौ यो बतलले हामी सोध्ने बोल्यो आफै बनाएको कि भनेर सोध्ने हेर त तपाईँलाई सोध्नु आएको नि आइज पप्सी यो तैँले बनाएको सबै अम्बो देखियो साथीभाइ हो तपाईँहरूले यहाँ बनाउनु हुँदैछ अब यस्तो कि देखाइदिउँ खुला जस्तो बगेको बनाएको रहेछ साथीभाइ हो तपाईँहरूले पनि यस्तो बोतलहरू नफ्याँक्नुहोस् हो यो अब फुटायो भने पनि जतासुकै उयो हुन्छ हो यो भैयाले पनि लानु मन गर्दैन रहेछ हो यो भैयाले लग्यो भने पनि 98 रुपियाँ किलो अरे 50 पैसा हो त्यो पनि सिलगढीमा र यसको चाहिँ म यहाँ अब यस्तो बनाएर देखाउँछु तिमीलाई हो राकेश यता देख यो चाहिँ यसरी काम लगाउनु पर्यो यसलाई रिसाइकल भन्छ होइन यसको म काम लगाएर देखाउनु पर्यो ल भयो Go. Sini.